हेलो दर्शन नमस्ते। धेरै पछि एउटा भिडियो लिएर आउन मन लाग्यो। मेरो नाम चाहिँ परबिन आचार्य, सायद चिन्नुहुन्छ होला। नचिन्नेहरूको लागि घर स्याङ्जा, नाम परबिन आचार्य। ए साँच्ची आज त शिवरात्रि। ल त्यसो भए जाने होइन त मठ मन्दिरतिर। आज त शिवरात्रि, बेला त उहिलेको रमाइलो कि कसो होइन त। ए साँच्ची एउटा अनौठो प्रश्न सोधिहालेँ। सोधेँ भनौँ, तपाईँकोतिर शिवरात्रि ढुङ्गालाई ढोगेर मनाउँछन् कि ताण्डव गरेर, कि भाङ धतुरो खाएर, कि गाँजामा लट्ठ भएर शिवको एउटा मन्दिरमा पुग्न नभ्याउँदै अर्को मन्दिरमा भौतारिँदै डुल्दै मनाउँछन्। मनमा लागेको कुरा चाहिँ छोड्नु होला है त। ल यस्तै कुराहरू त गर्दै गरौँला। म अहिले आफ्नै दरबारमा छु। ल जाउँ, आज हामी हेर्नेछौँ मान्छेहरूको भक्ति कस्तो छ, उहिलेको जस्तो रमाइलो छ कि छैन। साँच्चीकै आज हामी हेर्नेछौँ आस्था कस्तो छ, भक्तिको तरिका कस्तो छ र रमाइलो कति छ। ल जाउँ न त त्यसो भए शिवको दरबारतिर। हर हर महादेव। ल निस्क्यौँ है त यहाँबाट। हर हर महादेव। अब घरको दरबारबाट शिवको दरबारतिर निस्किएको अवस्था। भिडियो अन्तिमसम्म हेरिरहनु होला, साह्रै रमाइलो भिडियो हुनेछ। समग्रमा भन्नुपर्दा आज शिवरात्रि, त्यहाँ शिवको मन्दिरतिर जाऊँ। हजुर जानुहुन्न? जाऊँ के सँगै जाऊँ न, जाने भयो। आमा जाऊँ न हो, किन हो गुम्म पर्नुभएको? यस्तो मजाले जाम भन्दा नि जाम क्या, जाऊँ न आमा। आमा ए आमा जाऊँ न। हँसाएँ यो बोल्दैन नाति बोल्नु भयो। यो हाँसो नै काफी छ। 1 करोडको हाँसो हाँसेपछि पुग्यो। शिवको दरबारमा आउने कर्ममा छोरो, दिदी र मेरो सानी आमा, कान्छी आमासँगको रमाइलो भेट भयो। आमा आउँदै हुनुहुन्छ खुट्टाले। जाम भनेको आउनु भएन के, घरमै हुनुहुन्छ। बाइकमा लिएर आउनु पर्थ्यो नि। म सम्झेको थिएँ। श्री मणि मुकुन्देश्वर महादेवको धाममा आइपुगेको छु। भाउजू आउन आएन, घरै हुनुहुन्छ। आउन आएन काम।
प्रकृतिको मजा लिने भन्दैमा यस्ता संरचनामाथि गएर उभिएर बस्दैमा चाहिँ डन भइँदैन। ल आजको दिन चाहिँ हामी अब कालीगण्डकी तटमा रहेको श्री भुजातको पाल्पाको भुजातको शिवजीको मन्दिरमा गएर दर्शन गर्नेछौँ। त्यहाँ गएपछि त्यहाँको पुण्य भूमिको बारेमा तपाईहरूलाई देखाउने नै छौँ। आशा छ तपाईहरूलाई मन पर्नेछ, त्यस ठाउँ कस्तो लाग्नेछ हेरेर बताइदिनु होला। फाइनल्ली भुजातको मन्दिरमा आइसकेका छौँ। ल ल ल ल ल ल ए स्वर्ग यो स्वर्ग। आज हामी आइपुगेका छौँ पाल्पाको कालीगण्डकी श्रीकृष्ण कालीगण्डकी तटमा रहेको भुजातको शिवको मन्दिर देख्न सक्नुहुन्छ। मान्छेहरूको भिड भुजातको मन्दिरमा। यहाँ फरक फरक किसिमका मान्छेहरू पाइन्छ। कोही भगवानकै नाममा लिप्त भएका छन् त कोही आफ्नो विश्वास अनुसार शिवको नाममा अनेक किसिमका भाङ धतुरो गाँजा खाएर मग्न रहेका अवस्थामा भेट्दा फेला पर्छ। कोही शिवजीका गीतहरूमा भजनहरूमा नतमस्तक भएर नाचिरहेको देख्न सकिन्छ। कोही भक्तिको भावमा लाइनहरूमा बसिरहेको हेर्न सकिन्छ। अरू के हुन्छ हेर्दै जाउँ, देखाउँछु म बिस्तारै। शिवको भक्तिमा जय शम्भो हर हर महादेव। भुजातको दृश्य अवलोकन गर्दै गाह्रो रहेछ नि त। मन्दिर परिक्रमा गर्दै शिवजीलाई धन्यवाद गर्दै भुजात मन्दिरको वास्तविक दृश्यलाई अवलोकन गर्नु छ भने यहाँबाट चाहिँ प्रत्यक्ष देखिनु रहेछ। यस्तो दृश्य अवलोकन गर्दैछ नि अहिले तपाईँहरूले देखिरहेको क्यामेराले जुन दृश्य देख्नु भएको छ नि यहाँ हेर्नु। ओहो हर हर महादेव। यो मन्दिरमा आइसकेपछि मेरो अनुहारमा देखेको खुसीले तपाईँ थाहा पाउन सक्नुहुन्छ कति ह्याप्पी हुन सकिन्छ भनेर। उमेर अनुसारको नाचहरू यसरी देख्न पाइन्छ। हरेक किसिमका भक्तहरू पाइन्छ। हिँड्दा हिँड्दा लोटी हारियो नानी त। क्यामेरा खोलेकै बेला लोटी के अरू भन्दा नि अगाडि आएर मैले भिडियो बनेन भनेर। हर हर महादेव। आजको यात्रा भुजातमा यस्तै भयो। यसरी बच्चाहरू खेल्ने ठाउँहरू पनि रहेछ। टिकटको व्यवस्था। यो टिकट कसरी रहेछ बच्चाहरूको? 100 रुपियाँको। कति बेर खेल्न पाउँ होला? 10 मिनट। हामी कालीगण्डकीको दृश्यलाई अवलोकन गर्छौँ। प्रकृतिको मजा लिँदै आज शिवरात्रिको दिन अरू भाङ नसा खाएर मजा लिन्छन् भने म काली बगेको दृश्य हेर्दै मजा लिइराखेको छु। कति सफा मान्छे यार म्याजिक।
क्यामेरामा शिवदाईका साथै म परबिन आचार्य आजलाई छुट्टिन्छौँ बाई बाई